म चाहिँ वेलकम टु अन्नपूर्ण फर्स्ट मरिस हर्जक ट्रेलमा चाहिँ गेट निर्माण गरिसकेका छौँ। यो चाहिँ अब 2 दिनपछि चाहिँ रङ्गी बिरङ्गी हुनेछ। नेपालको नक्साहरू दायाँ बायाँ बस्नेछ अनि हामी ब्यानरहरू राख्नेछौँ। हाम्रो यता साइडमा चाहिँ यहाँ आउने आगन्तुक पाहुनाहरूलाई स्वदेशी तथा विदेशी पाहुनाहरूलाई चाहिँ वेलकम गरिएका छौँ। यो वेलकम चाहिँ वडा कार्यालय नार्चेङले गरेको छ। यो यता र अब यो चाहिँ होटल व्यवसाय सङ्घले चाहिँ यो चाहिँ गेट निर्माण गरेको छ हुमखोला स्थितमा। ल है, वेलकम अन्नपूर्ण बेस क्याम्प। ल अब हाम्रो केही दिनपछि 17 गतेबाट चाहिँ हाम्रो यो अन्नपूर्ण बेस क्याम्पमा चाहिँ एकदम पपुलर कार्यक्रमहरू हुँदैछ। यहाँका प्रमोसनहरू हुँदैछ र तपाईँहरूलाई पनि आउनुहोस्, अन्नपूर्ण बेस क्याम्पमा घुमेर जानुहोस्, त्यसको राय सुझावहरू हामीलाई दिँदै गर्नुहोस्। हामी त्यसलाई सङ्कल्प गरेर चाहिँ हामी तपाईँहरूलाई चाहिँ त्यो अनुसारको सेवा सुविधामा चाहिँ हामी अगाडि बढ्ने मौका दिनुहुनेछ भन्ने सम्पूर्णमा अनुरोध गर्दै ल वेलकम टु अन्नपूर्ण फर्स्ट मरिस हर्जक ट्रायल र अन्नपूर्ण प्रथम हिमाल यो हाम्रो क्षेत्रमा पर्ने भएको वेलकम टु अन्नपूर्ण फर्स्ट बेस क्याम्प।